ढिलो नगरिकन सेट 7 तिर क्वेसन नम्बर 17 मा डिफाइन होमोलोगस सिरिज भनेको थाहा छ के होमोलोगस सिरिज भनेको सिरिज अफ अर्ग्यानिक कम्पाउन्ड ह्याभिङ सेम फंक्शनल ग्रुप एन्ड द के हो सक्सेसिभ मेम्बर्स डिफर्स बाई CH2 युनिट हो नि त हैन conjugative members कि successive members of homologous series differ by CH2. What are the characteristic feature of homologous series को 4 वटा के हो 2 मार्क्स भनेपछि 4 जति क्यारेक्टर्सहरु लेख्नु पर्यो होमोलोगस सुरुमा चाहिँ के हुन्छ मेम्बर्स अफ एउटा होमोलोगस सिरिज एउटा बनाइदिए मैले अल्केनको मैले गरिसकेको छु के मलाई थाहा छ नि तिमीहरुले ढाँट्यो नि मलाई यो गरिसकेको छ अस्ति पहिलाको सेटमा C4H10 यो के को होमोलोगस सिरिज हो अल्केनको होमोलोगस सिरिज हो अल्केनको होमोलोगस सिरिज हो हैन त CnH2n+2 2n+2 नै भइरा छ ल ठीक छ ल यसमा के छ यो हरेक मेम्बर हरेक सक्सेसिभ मेम्बर अर हरेक कन्जुगेटिभ मेम्बरहरु खतरो गडेङगुडुङ गरे हो पानी ठुलो परिरा छ हरेक कन्जुगेटिभ मेम्बर सक्सेसिभ मेम्बर छिमेकीहरु के हो CH2 युनिट को फरक छ भने हामीले के लेख्नु पर्यो मेम्बर्स अफ होमोलोगस सिरिज डिफर बाइ के गर्नु पर्यो CH2 युनिट एउटा सेकेन्डमा लेख्नु पर्यो मेम्बर अफ होमोलोगस सिरिज क्यान बी प्रिपेयर्ड बाइ सेम जनरल मेथड अफ प्रिपरेसन यो बनाउन के हो उस्तै तरिकाले बनाउन मिल्छ मेम्बर्स अफ होमोलोगस सिरिज क्यान बी प्रिपेयर्ड बाइ सेम जनरल मेथड अफ प्रिपरेसन अनि थर्डमा लेख्नु पर्यो हो मेम्बर अफ होमोलोगस सिरिज कन्टेन सेम फंक्शनल ग्रुप यहाँ त फंक्शनल ग्रुप छैन तर फंक्शनल ग्रुप भएको सिरिजहरु पनि हुन्छ नि त CH3OH CH3 CH2OH इथानोल मिथानोल प्रोपानोल यिनीहरु के हुन्छ OH हुन्छ होमोलोगस सिरिजमा सेम फंक्शनल ग्रुप हुनु पर्यो अनि अर्को के हुनु पर्यो अर्को एउटा के लेख्नु पर्यो मेम्बर्स अफ होमोलोगस सिरिज पोजेस सिमिलर केमिकल प्रपर्टी यिनीहरुको केमिकल प्रपर्टिजहरु चाहिँ के हुनु पर्यो सेम हुनु पर्यो है यस्तै कुराहरु लेख्ने आफै पढ्नु होला बुकमा छ है त होमोलोगस सिरिज पनि write down the homologous series up to 6 possible members containing CH group ल aldehyde को CH भनेको aldehyde ग्रुप यसको 6 वटा सम्म के लेख्नु पर्यो होमोलोगस सिरिज को मेम्बरहरु 6 वटा लेख्नु सबैभन्दा सानो के हो मिथानोल भनेको यो हो SCH हो अनि त्यसपछि के हो H को ठाउँमा CH आउनु पर्यो के CH आउनु पर्यो CH अब यता केतापटि के आउँछ CH3 CH2 C डबल बोन्ड OH है यसलाई सिधै C2H यसलाई सिधै के लेखे पनि हुन्छ C2H5 CHO भने नि उही हो के बुझ्नलाई मैले स्ट्रक्चर फर्मुला बनाएको मैले अनि अर्को के हुन्छ यो C2H5 हो अर्को के हुन्छ CH3 CH2 CH2 C डबल बोन्ड OH यो घोक्ने हैन है स्वाद अनुसारको हाइड्रोजन थपे हो के पनि हैन कार्बनको नम्बर एउटा बढाउँदै जाने अनि CH3 CH2 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 C डबल बोन्ड OH अनि लास्टमा चाहिँ के हो रे CH3 CH2 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 C डबल बोन्ड OH सबैमा के छ सेम फंक्शनल ग्रुप छ CHO लास्टमा CHO देख्नेबित्तिकै अल्डिहाइड रहेछ अनि यसमा हेर्नुस् यो भन्दा यसमा एउटा CH2 बढी छ यो भन्दा यसमा एउटा CH2 बढी छ एउटा CH2 बढी छ 6 वटा मेम्बर मैले लेखी अल्डिहाइड को 6 वटा मेम्बर लेखी होमोलोगस सिरिज को यसको नाम के हो मिथानल एउटा मात्र कार्बन भएको अल्डिहाइड यसको नाम के हो रे दुईटा कार्बन भएको अल्डिहाइड इथानल यसको के हो प्रोपानल यसको के हो मेथड ब्युटानल यसको पेन्टानल यसको हेक्सानल भइहाल्यो यसको लास्टको के हो हेक्सानल अब के चाहिँ 18 नम्बरमा डिफाइन फंक्शनल आइसोमेरिज्म भनेको धेरैचोटि भनिसक्यो फंक्शनल आइसोमेरिज्म भनेको के हो फंक्शनल आइसोमेरिज्म भनेको के हो कंपाउंड्स हैविंग सेम मोलिकुलर फर्मुला बट डिफरेंट फंक्शनल ग्रुप आर कॉल्ड फंक्शनल आइसोमर्स एंड द फेनोमेना इज कॉल्ड फंक्शनल आइसोमेरिज्म लेख्ने राइट डाउन द फंक्शनल आइसोमर्स अफ C3H8O अब यस्तो भयो भने के गर्ने यो यसलाई पहिला यो अल्कोहल हो के भन्दा तीनटा कार्बन भएको अल्कोहल के हुन्छ CH3 CH2 CH2OH हुन्छ हाइड्रोजनको नम्बर गर्नु त 5 7 8 ठ्याक्कै मिल्यो सुरुमै मिल्यो अल्कोहल एउटा भनेको तीनटा कार्बन भएको अल्कोहल मैले लेखेको स्ट्रक्चर लेखेको अनि गनेको त तीनटा कार्बन 5 7 8 वटा हाइड्रोजन हो भनेपछि के रहेछ C3H8O भनेको के रहेछ एउटा प्रोपानोल रहेछ अब अल्डिहाइडको के हो रे फंक्शनल आइसोमर भनेको त किटोन हो तीनटा कार्बन भएको किटोन तीनटा कार्बन भएको अल्कोहल तीनटा कार्बन भएको किटोन यसको के हुन्छ प्रोपानोन भइ त राइट अन द फंक्शनल आइसोमर C3H8O भनेको के हो यो दुईटा
एउटा प्रोपानोन एउटा प्रोपानोन 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 ल यो पनि मेटेँ 22 मा गएँ 22 नम्बरमा गएँ म द सिम्पलेस्ट अर्ग्यानिक कम्पाउन्ड कन्टेनिङ कार्बन यो मतलब भएन ल डिफाइन द टर्म्स अक्टेन नम्बर र पाइरोलाइसिस अहिले म लास्टमा भन्नु यो पढ्नुपर्ने कुरा है तपाईँहरूले यो थ्योरिटिकल कुराहरू चाहिँ आफैले के हो पढ्नुपर्छ ल पहिलोचोटि म बी नम्बर गरेँ वाट डु यु अन्डरस्ट्यान्ड यो पनि होइन यो पनि लास्टमा भनौँ ल सी नम्बर राइट द मेजर अल्कोहलिक केयस गऱ्यो भने सिधै के भन्छ ल भन्नुहोस् CH3 यो मिस्टेक लेखेर चाहिँ क्वेसन मिस्टेक भयो यहाँ CH2 हुनुपर्ने यहाँ CH2 हुनुपर्ने ए के भयो यस्तो CH2 हुनुपर्ने CH2 BR नुन अलि बढी भएछ चर्को भएछ कि यहाँ 3टा हाइड्रोजन हुने छ अल्कोहलिक KOH सँग ट्रिट गर्यो भने के भन्छ अरे डिहाइड्रोहेलोजिनेसन यो कार्बनबाट ब्रोमिन गयो यो कार्बनबाट हाइड्रोजन गयो सुरुमा के भन्दो रहेछ प्रोपिन सुरुमा के भन्छ प्रोपिन प्रोपिनलाई HBr मार्कोभ-निकोभ्स रुल के भन्छ भन्नुहोस् त हाइड्रोजन कतातिर जान्छ अरे अर्ग्यानिक पेरोक्साइड भएपछि हाइड्रोजन चाहिँ कम हाइड्रोजन भएको ठाउँतिर जान्थ्यो तर यो मार्कोभ-निकोभ हो यसमा अर्ग्यानिक पेरोक्साइड छैन भने त्यो H कतातिर जान्छ जतापट्टि बढी हाइड्रोजन ए मैले यहाँ छुट्याएछु नि लेखेन यस्तो गर्न भएन नि एउटा CH2 जतापट्टि बढी हाइड्रोजन त्यतै जान्छ के भन्छ CH3 CHBr CH3 के बन्यो ए के बन्यो यो 2 ब्रोमो के बन्यो प्रोपेन 2 ब्रोमो प्रोपेन बन्यो कुरा बुझ्नु भयो मार्कोभ-निकोभ्स एडिसन भयो ल ठिक छ अब कतातिर पुग्यौँ अब हामी लास्टमा कहाँ पुग्यौँ वाट एभर सोने सोडियम एसिटेट इज हिटेड विथ सोडा लाइम सोडियम एसिटेट भनेको एसिटिक एसिड भनेको के हो CH3COH हो इथानोइक एसिडको कमन नेम भनेको के हो एसिटिक एसिड के अरे एसिटिक एसिड अब एसिटिक एसिडको एउटा हाइड्रोजनको सट्टामा के आयो अरे सोडियम आयो भने यसलाई के भन्छ सोडियम के भन्छ एसिटेट भन्छ यसलाई चाहिँ हिटेड सोडा लाइम भनेको के हो NaOH र CO क्याल्सियम अक्साइडलाई सोडियम हाइड्रोक्साइड र क्याल्सियम अक्साइडलाई के भन्छ सोडा लाइम भन्छ यसलाई हिट गऱ्यो भने के भन्छ ए के भन्छ भन्नुहोस् त यो पुरै गायब हुन्छ क्या अनि एउटा हाइड्रोजन आउँछ मिथेन प्लस के भन्छ Na2CO3 यो पुरा गायब हुन्छ Na2CO3 सँग गायब हुन्छ अनि यो हाइड्रोजन चाहिँ योसँग एड भएर के भन्छ यो कुरा बुझ्नुभयो Na2C 3टा हो अनि यो हाइड्रोजन चाहिँ यहाँ CH3 सँग एट्याच भएर मिथेन भन्दो रहेछ के भन्दो रहेछ मिथेन भन्दो रहेछ ल कुरा बुझ्नु हैन अब चाहिँ थ्योरिटिकल पार्टतिर यसो जानु पऱ्यो क्या थ्योरिटिकल पार्टमा यो पाइरोलाइसिस भनेको के हो पाइरोलाइसिस भनेको के हो हायर अल्किन हायर हाइड्रोकार्बन्स भनेको मोलिकुलर वेट धेरै भएको ठुल्ठुलो हाइड्रोकार्बनको फ्रेगमेन्टेसन अफ के लेख्नु पऱ्यो अर ब्रेकिङ अफ फ्रेगमेन्टेसन अफ हायर हाइड्रोकार्बन्स इन्टु डिफरेन्ट स्मलर के हो हाइड्रोकार्बन्स बाई द एक्सन अफ हिट एक्सन अफ हिट कुरा बुझिरहन्छ ठुलो मोलिकुलर वेट भएको ठुलो हाइड्रोकार्बनहरूलाई सानो हाइड्रोकार्बनमा टुक्राउनु इन द प्रेजेन्स अफ हिट तताएर टुक्रायो भने के हुँदो रहेछ त्यसलाई चाहिँ के भन्दा पाइरोलाइसिस भन्दो रहेछ अब एउटा एक्जाम्पल पाइरोलाइसिसको है त जस्तो C12H26 यसको नाम के भन्दो रहेछ थाहा छ डोडेकेन भन्दो रहेछ क्या यसको नाम डोडेकेन यसको नाम है त हामीले 10 मा पढाएको थियो मात्र डेक्सँग मात्र पढाएको थियो नि त र 12वटा कार्बन भयो भने के भन्छ डोडेक भन्दो रहेछ अब यसलाई चाहिँ हिट भने चाहिँ 700 डिग्री सेल्सियस जति लगाइदियो भने चाहिँ के भन्छ अरे थाहा छ C7H16 प्लस के भन्छ अरे C5H10 भन्छ अरे 7वटा कार्बन भनेको हेप्टेन र 5वटा कार्बन भनेको पेन्टेन यो प्रोसेसलाई के भन्छ अरे हायर मोलिकुलर वेट भएको हायर हाइड्रोकार्बन चाहिँ लोअर हाइड्रोकार्बनमा फ्रेगमेन्ट भएको प्रोसेस इन द प्रेजेन्स अफ हिट भनेको के हो पाइरोलाइसिस हो कुरा बुझ्नुभयो है ल